वेलकम ब्याक टु द एनदर ब्लग। आज हामी तपाईँहरूमा फेरि नयाँ ब्लग लिएर आइसकेको छौँ। आजको यस ब्लगमा चाहिँ हामीहरू चट्टा पारेर आलीसाली तासेर देखाइरहेको छौँ। यस्तो बिना तरिकाले बसिरहेको छौँ हामी चाहिँ। आजको मौसम चाहिँ अलिक ठिकठिकै छ नि त होइन साथी? कि कस्तो? एकदम गुड छ नि मौसम चाहिँ आज अलिक राम्रो छ क्या। मौसम अलिक काम गर्ने मौसम छ। अनि त्यही भएर हामी चट्टा पारेर यो 1 बिघा आली तासिसक्यौँ। अब यहाँ छोरा यति छ, यो एउटा गरा अनि यो तासेर हामी चट्टा खाना खाएर हामी कहाँ जानुपर्ने हुन्छ साथी? दमकतिर जानुपर्ने हुन्छ, ठमेलतिर होइन। ठमेलमा गएर हुन्छ होइन। एउटा बाँकी छ, यो हानेर गइहाल्ने। हामी चाहिँ चट्टा पारेर यति चाहिँ यतातिरको चाहिँ हामीले अघि चट्टा हानिसकेको छौँ नि त यतातिरको। अनि गर्मी भएर एकदमसँगले पसिना भएर जति भइसक्यो धेरै काम गरेर अनुहार पनि चौरिक परिसक्यो। कसैले हेर्दैन पनि होला र अब त। म छु त, साथीहरू छ नि त हेरेर होइन। ल अब हामी चाहिँ फेरि चट्टा पारेर थकाइसकाइ मरिसकेर फेरि यो आली तास्नुपर्ने हुन्छ होइन। अब हामीले हजुरबाउको प्रपर्टी 15 बिघा भने जस्तो बाउको प्रपर्टी 15 बिघा नभए पनि 1 बिघा छ। अनि चाहिँ हान्नुपर्ने हुन्छ चट्टासँगले होइन। अब चाहिँ अब यो यति दुईवटा चाहिँ एउटा चाहिँ हानेर हाम्रो इन्ड हुन्छ। अनि त्यसरी हामी नुहाइदै गरेर खाना खाएर फेरि हामी चट्टा पारेर दमकतिर झर्नुपर्ने हुन्छ होइन साथी? ल अब लेट्स स्टार्ट। फाइनली हामीले चट्टा पारेर सकिसकेको छौँ। यस्तो पसिना सरी भएर खलखली भयो। अब चट्टा पारेर नुहाउनु पर्ने हुन्छ। लास्टै गर्ने भयो क्या पसिना कस्तो आइसक्यो पसिना होइन साथी? पसिना लास्टै आयो। ल हामी चाहिँ यहाँनिर चट्टा पारेर हामीले हातमा धोएर यहाँनिर अब खाना रहेछौँ हामीले चट्टा पारेर होइन। आज फर्सी रहेछ सब्जी, त्यही भएर हामीले चाहिँ टुक्याम लिएर बनाएर अब खाना रहेछौँ होइन साथी? ल स्टार्ट गरौँ स्टार्ट। ल एकचोटि ढोगेर अब हामी चाहिँ चट्टा पारेर खान्छौँ। साथी चाहिँ भात खाँदा पनि नभएर अझै नुन पनि हातमा लिएर खाँदै बसिरहेको छ यहाँनिर। नुन पनि चट्टासँगले होइन साथी? नुन देखाइदिनु त नुन। एक मुठी नुन खाने बानी रहेछ भात खाइसकेर होइन। टेस्ट नुनको टेस्ट चाहिँ खतरा हुँदो रहेछ होइन। भात खाने बित्तिकै नुनको कसले खानु छ तपाईँहरू कमेन्टमा भन्नु होला। अब चट्टा पारेर हामीले खाना खाइसकेर अस्पल हुने गरी खाइन्छ होइन। अब त्यस्तै गरी अब यो भिडियोलाई छोटो भिडियोलाई यहीँ एन्ड गर्न चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ दिस भिडियो। लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला।